Hey everyone, this is my first time doing a voiceover. यो चाहिँ मेरो फर्स्ट टाइम हो voiceover गरेर चाहिँ सानो ब्लग बनाएको। यो चाहिँ अस्ति हामी फ्यामिली मम्मी बाबा म सिक्किम गएको थियो त्यो बेलाको चाहिँ सानो भिडियो हो। अनि यसमा चाहिँ हामीले के गर्यो कता कता गयो कति खर्च आउने रहेछ हैन कुन होटल बस्छ सबै चाहिँ हामी घरबाट निक्लिँदाखेरिको हैन सफारी चढेर बस पक्राउनु जाँदा सुन्दा के भन्दै हुन्छ मेरो बाबा अनि यो चाहिँ गाडीमा जाँदाखेरि यस्तो ढुलो छ बाटो हैन गाइस कति भिडियोहरु त मैले लिने अब त्यो रमाइलो भएको सुरुमा त फोन झिक्ने। यो चाहिँ हामीले काकर भिट्टामा खाएको खाना हो। मिठो थियो मिठो मिठो थियो। हामीले चाहिँ मटन खाना खायौँ अनि पैसा साट्यौँ त्यहाँनिर हेर्नु मेरो मम्मी बाबा मटन खाना खाएर पैसा साटेर हामी अनि चाहिँ यहाँबाट चाहिँ हामी सिक्किम लाग्यौँ गाडीमा। मलाई कत्रो देखेको हेर्न गाइस सेयरिङमा गयौँ हामी जाँदाखेरि चाहिँ हामीले त्यो सफारीवालालाई भनेको थियो सिक्किम पुग्ने बेला हो सफारीवालालाई भनेको थियो उसले त उताकोमा लग्थ्यो। हामीले चाहिँ पछाडिको 4टै सिट लिएर 500 पर पर्सन एउटा एक्स्ट्रा सिट लिएको 2000 मा चाहिँ लिएर हामी लाग्यौँ। अनि हेर्नु न सिक्किम पुग्ने बाटो अगाडितिरै राङपो कि रामपुतिर। अनि यो टनल हेर्नु न कस्तो नाइस टनल क्या। अघि मैले त सुरुको भिडियो पनि थियो नि त्यो चाहिँ डेमा भएर यो चाहिँ नाइटमा भएर यो चाहिँ टक्क सिक्किम छिर्ने बेलाको टनल भयो। भेरी ब्युटिफुल गाइज एकदमै राम्रो है। अनि कत्रो लामो रहेछ यो भिडियो त के खिचेको होला मैले। अनि हामी चाहिँ एकदम लेट पुगेको थियो क्या राति वहाँ त खोइ यहाँ त 6:30 हेर्नु न हामी पुग्दाखेरि यस्तो पानी परिरहेको थियो है। हामी त एमजी रोडतिर बस्ने भनेको हामीले केही होटलहरू बुक गरेको थिएन वहीँ गएर हेर्ने भनेर। धन्न त्यहाँ बाटोमा एकजना आन्टी भेट्यो उहाँको छोराले चाहिँ ट्याक्सी रहेछ भाइको त्यो अहिले म इन्फर्मेसन सबै दिन्छु। हामी चाहिँ यो होटलमा बस्यो यो होटलको नाम चाहिँ होटल न्यू क्यासल यस होटल न्यू क्यासल हो। भेरी नाइस थियो रुमबाट भ्यू भयो रुमको भ्यू होइन हेर्नु न कति ब्युटिफुल छ रुमको भ्यू भयो यो चाहिँ। अनि यो होटलको रुमको प्राइस चाहिँ 1500 होइन गाइज हेर्नु न नाइस छ है रुम। हामीले चाहिँ 2टा रुम लिएको मम्मी र म एउटामा बाबा एउटामा। अनि 1500 त्यहाँ मलाई हेर्नु न के गर्दैछ यहाँ चाहिँ। तर इन्टरनेट राम्रो नचल्ने क्या। यो चाहिँ हामी भोलिपल्ट चेकआउट गऱ्यौँ मिरर सेल्फी त गर्ने। अनि हामी चाहिँ यो मैले खोज्दा गरेर ली प्रमुला होटल यो चाहिँ चर्च रोड यो चाहिँ हाम्रो सेकेन्ड रुम हो। फर्स्ट रुम हाम्रो अर्कै थियो त्यसको चाहिँ फोटो लिएर छ क्या मैले मम्मी बाबा हेर्नु सेकेन्ड रुम हो त्यो चाहिँ होइन गाइज। अनि के हो यो अब हामी यो 12 पोइन्ट हिँडेको क्या यो फर्स्टको झर्ना त्यही मेरो फोटो अघि देखिहाल्नु मम्मी बाबा हेर्नु आफ्नै सुरुमा आफ्नै सुरुमा पुरै डान्स कति खुसी हुनुहुन्थ्यो है। मम्मीलाई कति ब्युटिफुल देखेको छैन त्यहाँ शेर्पा ड्रेसमा एउटा फ्यामिली फोटो त बन्ता है गाइस। अनि यहाँको मोमो यस्तो दामी थियो हामीले 7 प्लेट खाएको 3जनाले। अनि यो सेकेन्ड पोइन्ट भयो यहाँ चाहिँ पुरा होइन रोडोडेन्ड्रन्सहरू फुल्दो रहेछ अर्किड त्यहाँ एकदम फुल्ने क्या। त्यहाँबाट खिचेको भ्यू हो। यहाँ कति धेरै फोटो खिचेको थियो फुलै फुल क्या एकदम धेरै है। त्यहाँ सिक्किममा चाहिँ एकदम धेरै फुलै फुल। अनि हेर्नु न पन्डमा कोही फिस सानो कोही फिस रहेछ पैसाको टल्लीहरू फ्याँकिरहेको। कति ब्युटिफुल छ हेर्नु न। मम्मी र बाबाको फोटो फ्यामिली फोटो
अनि यहाँ ढुङ्गा रहेछ कि ठुलो अनि बाबाले मेरो खिच्दै खिच्दै यो ठुलो ढुङ्गामा अरे यो चाहिँ गणेश थोकको हो गणेश थोकको म चाहिँ गएन गाइस पिरियड भएको थियो अनि त्यही भएर म चाहिँ छिरिनँ फेरि हामी ट्याक्सीमा हामी 10वटा पोइन्ट घुमेको 2-3वटा पोइन्ट त हामी थाकेको थियौँ कि उकालो धेरै हिँड्नु पर्ने होस् नजाने भनेर बाहिरैबाट हेरेर गयौँ होइन यो चाहिँ अब अर्किडेरियमतिर जाँदैछौँ हामी सिक्किममा चाहिँ अर्किडहरू एकदम पाउँदो रहेछ क्या एकदम धेरै धेरै टाइपको अर्किडहरू अनि यो त्यहीँ जाँदाखेरिको भिडियो हो त्यो भाइ मैले भनेन उही भाइको गाडीमा हामी चाहिँ त्यो दिनभरि फुल गाडीमा गएको अरूहरूले चाहिँ 3500 आइसी चार्ज गर्छ भाइले चाहिँ हामीलाई 3000मा फुल डे टुर भाइलाई सम्पर्क गर्दा भाइको नम्बर फेरि यहाँ हामी अर्किडेरियम गएको यहाँ पनि ड्रेस चाहिँ मम्मीलाई चाहिँ एकदम ड्रेस मन परेर होइन अनि यहाँ होइन मैले भिडियो बनाइदिएको लोसारको टाइम चाहिँ छ्याङ त सक्यो भन्दै हाम्रो फेरि अब नेट नचलेर भन्ने कि के भन्ने त्यो मैले लिनु त रोमिङ लिएको राम्रो नचल्दो रहेछ अनि अर्किडेरियमभित्र के हेर्नु न एन्सियन्ट पटहरू भैरवको मूर्ति के अस्तमङ्गला अरे मलाई हेर्नु न भाइ बर चस्मा लगाएर मम्मी बाबाको फोटो पिक्चर्स त यति धेरै छ मैले त्यति पिक्चर हालेको छ मेरो बाबाको त्यहाँ अर्किड यो चाहिँ ओरिजिनलपट्टि यहाँ हेर्नु न पुरा स्ट्याचु क्या यो व्याक्सको स्ट्याचु कस्तो ओरिजिनल यो प्लेस चाहिँ यस्तो राम्रो गाइज यो चाहिँ सबै रियल अर्किड हो यहाँ भएको चाहिँ माथिपट्टि लगाएको चाहिँ ऊ हो त्यहाँ माथिपट्टि देख्नु हुँदैछ नि त्यो चाहिँ डुप्लिकेट यो तल भुइँमा राखेको चाहिँ सबसे ओरिजिनल मेरो बाबाको भिडियो खिचिदिनु अरे भनेर मैले खिचिदिएको भिडियो यो चाहिँ हाम्रो सेकेन्ड डेको है गाइस अघि त सुरुमा फर्स्ट डेको सकिहाल्यो त्यहीँ होइन यो चाहिँ सेकेन्ड डेको हो अनि मलाई हेर्नु न मोटाएर हात त्यस्तो भइसकेको फ्यामिली पिक्चर एउटा मोमेन्ट बाबाको भिडियो मेरो मम्मीलाई चाहिँ त्यो शेर्पा ड्रेस कति मन परेको त्यो एउटा शेर्पा ड्रेस सिलाउनु पर्छ होला आमा छोरी राम्ररी देखेको नि मम्मीलाई अब यो प्लेस त यस्तो ब्युटिफुल साथीहरू के भन्ने ओ माय गॉड तपाईहरु सिक्किम जाँदाखेरि यो अर्किडेरियम जान चाहिँ नछुटाउनु है यहाँ चाहिँ पर पर्सन 350 लिँदो रहेछ हामी त टुरिस्ट नै भन्दै रहेछ त्यहाँबाट यहाँ नेपालबाट गए पनि हामी त फरेन टुरिस्ट अरे त्यहाँ गएर टुरिस्टलाई चाहिँ 350 आइसी रहेछ हैन त्यहीको लोकलहरुलाई चाहिँ 250 कि 150 कति भने जस्तो लाग्यो अब हेर्नु न त्यहाँ यस्तो राम्रो राम्रो है फ्लावरहरू त्यो ग्रीन हाउसमा राखेको रहेछ क्या यस्तो ब्युटिफुल छ कि यो माइ गॉड यो प्लेस चाहिँ तपाईले नछुटाउनु सच अ ब्युटिफुल प्लेस है यो चाहिँ सबै अर्किड हेर्नु न कति टाइपको अर्किडहरू क्या प्रिजर्भ गरेर राखेको फ्लावर्सहरूदेखि लिएर त्यहाँबाट देखिने भ्यू हेर्नु न त्यहाँ मम्मी र बाबाको पुरै हेर्नु न कस्तो राम्रो छ त्यहाँ फेरि उनीहरूले त्यो हावा सावा लाएर हुन्छ नि त्यो नेचर जस्तै बनाएको छ क्या नेचरमै गएर हेरे जत्तिकै आर्टिफिसियल त के भन्छ हावा क्या पुरै दिएर हुन्छ नि उताबाट हावा पुरा चले बतास चले जस्तै अर्किड हेर्नु न
त्यहाँ चाहिँ मम्मी बाबाको फोटो खिचिदिएको होइन आफ्नै पारामा म चाहिँ पुरै त्यो त रेड कलरको लुक सर्ट लगाउने मान्छेले चाहिँ मलाई कतिचोटि फोटो खिची माग्नुभयो मैले खिचिदिएको थिएँ अनि अब लगभग अर्किडेरियमको सक्यो भन्दा हुन्छ होला हेर्दै गर्नु है सकदी नहीं मैं रह सकदा नहीं तेरे बिन यारा और किते तकदा नहीं क्या तेरे बाजो मेरा रंग तेरा चढ़े एक हुण कोई रंग नहीं हो चढ़ना जिथे भी तू चले मेरो मम्मीलाई चाहिँ पुरा टिकटक बनाउनु मनपर्छ कि अनि खिच्दैन अनि आज हामी खाना खान गएको थियौँ होइन यो अहिले म लास्टमा राख्छु यो प्लेसको नाम र उयो गरेर यहाँ चाहिँ मिठो खाना पाउँदो रहेछ यो चाहिँ रोपवेबाट यस्तो दामी दिएको डर चाहिँ पर डर लागेको थियो होइन तर यस्तो भ्यू यस्तो राम्रो देख्ने यहाँको चाहिँ 260 जस्तो लिँदैन टुरिस्टहरूलाई टुरिस्टहरू हो गाइज हामीलाई त्यो हुन त अब हाम्रो पहिला नेपालमै सिक्किम होइन लिपुलेक दार्जिलिङ के पर्थ्यो भन्छ त्यहाँ बोल्नु सबै नेपाली बोल्छ बस स्टिल हामी चाहिँ टुरिस्टहरू त्यहाँको हल्का खोकी लागेर हेर न अनि यो सिक्किमको भयो त्यस पछाडि हामी खानासाना खाएर हो त्यो रोपवे गएको अनि रोपवे गएपछि हाम्रो लास्ट स्टप बनझाँक्री फल्स वाउ यत्रो झर्ना यस्तो मजाले झरेको है बाबा र मम्मीको फेरि एक क्लिक त बनताए गाइस फेरि म चाहिँ यसो आँखामा त देखाएर के नक्कल पार्नु मन लाग्यो होला टुक्रै छ पछाडि केटी मेरो भर्खर याद गर्दैछ बनझाँक्री आमाको मूर्ति बनझाँक्री फल्सको यो रेस्टुरेन्टमा चाहिँ हामीले कफी खायो त्यहाँ चाहिँ चिया नै मिठो नपाउने क्या यस्तो लाइट रहेछ फोटो खिचेको अनि त्यसपछि हामी सपिङ त हामीले यति गरेको यति यो चाहिँ हामी बसेको होटलको रेस्टुरेन्टमा भित्रबाट राखेको रहेछ यो चाहिँ भोलिपल्ट सुन्नु है त हाम्रो फिट चेक from Fossil. तेरे प्यार के नगमे गाऊंगा. Hello friends. मेरे यो चाहिँ बेना बडा हो. मैं फिर भी तुमको चाहूंगा. मैं फिर भी तुमको चाहूंगा. इस चाहत में मर जाऊंगा. मैं फिर भी तुमको चाहूंगा. अनि फिट चेक गरेर हामी चाहिँ खाना खाना गएको फेरि सुन्नु त्यहाँ के भन्नु कैसे तलाशूं मैं तुमको जैसे कि पैर ज़मीनों को हंसना अस्ति हामी जाँदा चाहिँ त्यहाँ मटन सकिएको थियो होला चिकन मात्रै खाएर त्यहाँ प्रायः चिकन पोल्स बिफ अरे अब हामीलाई पोर्क बिफ हामी खाँदैन
अनि त्यहाँ चाहिँ हेर्नु साउथ इन्डियन एक्टरहरू पनि पुरै दुर्गेश थापा डोमा यल्मोको पुरा आउनुहुँदो रहेछ त्यहाँको एकदमै यो चाहिँ के भन्नु त्यहाँ मिठो पाउँदो रहेछ क्या जतिन रेस्टुरेन्ट त्यहाँको नाम त्यहाँको दाई भाउजू हुनुहुँदो रहेछ है दामी पाउने यहाँ चाहिँ मेरो मन बाबा हेर्नु न यहाँ हाम्रो चाहिँ होटलको अनर मैं फिर भी तुमको चाहूंगा अनि यहाँ हेर्नु न अचार त कति धेरै क्या म चाहिँ अचार लभर खासै परिनँ तर कति यो चाहिँ होटलको बाहिर होटल जतिन रेस्टुरेन्ट यस्तो छ है अनि अचार कति धेरै चिकन खाना चाहिँ त्यहाँ 250 अनि हामी त्यस पछाडि होटल रुम गएर फेरि त्यो अस्ति किनेको लुगाहरू के अझै अलिकति एक्सचेन्ज गर्नुपर्ने थियो त्यो गऱ्यो त्यहाँ मलभित्र गएपछि त मलभित्रै हराउने क्या कति मलभित्र फोटो खिच्दै बिर्स्यो हामीले कति मेकअपको सामान कति के किनेको थियो त्यो सपिङ गर्ने सुरुमा यहाँ मम्मी चाहिँ मेरो यसो खिच्दै मम्मी चाहिँ एकदम टिकटक पाउनुहुन्छ क्या हेर्नु न यहाँ सिँढीबाट ओर्लिँदै गर्दा खिच्दै त अरे त्यहाँ वकिङ डिस्टेन्समै थियो हामी सेकेन्ड बसेको होटल चाहिँ मलदेखि एमजी रोडदेखि चाहिँ हामी बेलुका फेरि बाबा चाहिँ हल्का बिमारी हुनुभयो क्या त्यो बेला ज्वरो आएर हामी एमजी रोड घुम्नु जाँदै गर्दाखेरि खिचेको त्यो पुलबाट यो चाहिँ एमजी रोड घुम्नु जाँदै गर्दाखेरिको फोटोहरू हो अनि यहाँनिर महात्मा गान्धीको अगाडि मैले खिचिदिएको यो मैले एउटा बहिनीलाई खिच्नु लगाएको फ्यामिली फोटो हल्लाएछ यो चाहिँ बाबा मम्मीको एमजी रोडमा चाहिँ हात समाएर होइन बुढाबुढीको यसो भिडियो यता हेर्नु न यता हेर्नु न भन्दै जब याद करोगे तुम मैं बन के हवा जाऊंगा ओ मैं फिर भी तुम टैक्सीहरू एकदम लाग्ने रहेछ तपाईँहरूले गोटामा जानुहुन्छ भनेर सोध्नु होइन यदि नजिकै छ भने उनीहरूले 25-30 रुपिस गोटामा लान्छ तर वान वे पुरा घुम्नुपर्छ भने चाहिँ उनीहरूले 150-200 रिजर्भमा त्यहाँ वान वे पुरा हुँदो रहेछ हो डल्लै उहाँको भाषा बोलेको थिएँ मैले डल्लै घुम्नुपर्छ अरे उहाँको भाषा अनुसारले डल्लै घुम्नुपर्छ हो अन्त दिदी त्यही भएर भन्थ्यो डल्लै घुम्दाखेरि चाहिँ अलिक पैसा लाग्ने रहेछ एमजी रोडमा म बाबा मम्मी हिँड्दै गर्दा हिँड्दै यहाँ चाहिँ ड्रागन त्यहाँ चाइनिज रेस्टुरेन्ट अगाडि क्या यहाँ भने आई लभ ग्याङ्टक बाबा बिरामी भएर हल्का के भन्ने यो चाहिँ हामी यहाँ अब हल्का डिनर गर्ने भनेर मम्मी र बाबाले चाहिँ मम्मीले ग्लास वाइन बाबाले बियर मलाई नि खा भन्दै म त्यही घाँटी दुखेर यस्तो मम्मीलाई फेरि टिकटकमा हाल्ने अरे भनेर मलाई खिचिदिएको क्या त्यही म्युजिकमै बसेको थियो यो रेस्टुरेन्टको नाम चाहिँ के पो थियो चपस्टिक यस चपस्टिक हो यो रेस्टुरेन्टको नाम बाबा मम्मीहरूले चाहिँ मैले चाहिँ बाबा मम्मीले जहिले खाना खाएकै हो चाइनिज जापानिज काम भनेको खानै खाने भन्नुभयो अनि यहाँ चाहिँ फिस मगाएँ त हामीले फिस मिठो थिएन पछिबाट उनीहरूले चिकन खाना ल्याइदियो मैले चाहिँ रामेन खाएँ चिज रामेन मम्मीहरूलाई चाहिँ अनि फिस साटर चिकन खाना ल्याइदियो यहाँ हामीले अझ के ब्राउन अनि ड्रागन चिकन के खाएको थियो खिचेन छ अनि यो चाहिँ फर्किँदै गर्दा पानी परेको थियो चिसो भयो यो त्यतिकै आउनुभएको थियो चिसो भयो त्यहाँ सुन्नु न क्यों चाहे रे मिटाना कलंक नहीं मेरो मम्मीलाई चाहिँ टिकटक बनाउनु के भन्नु यो चाहिँ हाम्रो होटल माथि पुगेर होटलबाट भ्यू हो भ्यू कस्तो राम्रो भ्यू देख्छ रातिको भ्यू हो बिहानको भ्यू पनि आउँछ अहिले हेर्नु है ली प्रामुला चर्च रोड यो मलको ट्याक्क तलपट्टि मलको साइडमा यो चाहिँ बिहानको भ्यू हो है वेस्ट पोइन्ट मलको तलपट्टि ली प्रामुला होटल नाइस एकदम राम्रो छ
म सबैको यहाँ वाट्सएप नम्बर छोडिदिन्छु यो सेकेन्ड होटल हो है फर्स्टको होटल चाहिँ न्यू क्यासल त्यसको नम्बर छोडिदिन्छु अनि हामीलाई लाने भाइको पनि छोडिदिन्छु यो चाहिँ भोलिपल्ट अब हामी दार्जिलिङ जाने कुरा थियो बाबा बिरामी भएर हामी घर फर्किने भनेर चाहिँ भाइलाई सिलगढीसम्म पुऱ्याइ मागेको भाइको चाहिँ प्रायः त्यहाँ चाहिँ 7,000 8,000 लिन्छ भाइले चाहिँ हामीलाई 6,000 मै गरिदिएको थियो हामी चाहिँ फर्किँदै गर्दाखेरिको हेलो भाइको पनि मैले खिचेको सुन्नु है ये रोग है वो जिनको वो जाने ये जोग है भाइ चाहिँ सानो तर ज्ञानी क्या फेरि टनल अघि अगाडि आएको यही टनल हो अस्ति चाहिँ सियरिङ गाडीमा त्यो पछाडितिर खिच्न मजाले पाएको थिएन र अहिले खिचेको तर अहिले त ठिकै आएछ अनि यो चाहिँ फर्किँदै गर्दाखेरिको है फर्किँदै गर्दाखेरिको भाइले चाहिँ त्यहाँ म तपाईँहरूलाई त्यहाँ चाहिँ चिया नै मिठो नपाउने क्या हामीलाई चिया एकदम मनपर्छ तपाईँहरूलाई मिठो चिया मलाई मारेर दिने चिया अरे मलाईवाला चिया यो चाहिँ सिलगढी आइपुगेर हो सिलगढी आइपुग्यौँ अब भ्लग पनि सक्यो गाइज म सबै डिटेल्स लेखिदिन्छु है सी यू अगेन फेरि पनि म अझै लिएर आउने नै छु यस्तो भ्लगहरू हस्त नमस्ते।